आज चाहिँ धान काट्ने दिन है। अब यति काट्न छ। खेताला धेरै पाइन, हाम्रो भतिज मात्रै छ अहिले। अब एकछिनमा म नि जोइन हुन्छु। ए उहाँ लमजुङबाट आएर काठमाडौँ आएर के अरे धान काट्नु भएको छ बिचरा हाम्रो भतिजले। धान त एकदम राम्रो भएर रहेछ भएको। के यो भुस भएको छ कि छैन? छैन है, राम्रो छ धान। धान पोटिलो छ। धान त पोटिलो रहेछ ल। आमाले चाहिँ माथिबाट हेर्ने है। आमामा ल धान काटेको ल। हामी चाहिँ यहाँ काका भत्ती चाहिँ धमाधम जाँदैछ होइन भति? ल हेर्नुहोस् त, अति राम्रो भएछ धान त होइन? निकै झपिलो देखेछ हेर्नु त। छप्प राख्ने त्यसरी यस्तरी। एउटा गरा सकियो काटेर यसरी राखेछौँ। ल यसरी अब यस्तो धान मजाको देखेछ। अलिअलि बुङ्गा रहेछ यहाँ त, बुङ्गा रहेछ अलिअलि। यो कति चाहिँ राम्रो छ, धेरै राम्रो छ, अलिअलि मात्रै। अझै एउटा दुईटा तिनटा चाडा रहेछ। के अरे उता लमजुङतिर नि क्या हजुरकोमा यत्तिकै हुन्छ? योभन्दा दामी हुन्छ होला नि? योभन्दा दामी चाहिँ हुन्छ, राम्रो हुन्छ होला है, झम्पिलो हुन्छ होला है, बाला लामो 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 हुन्छ है। छोटो जस्तो देख्छ नि है। हजुर यही हो धान चाहिँ कि अर्को? नै लेको धान, लेको धान होला है। दर्माली मार्ची सली ए पहिला पहिला गाउँमा काटेको याद आयो। हेर्नु त धान त परेछ है, यस्तरी हो नि त। गाउँको धानको बाला बोट लामो हुन्छ हो, यो छोटो छ, अलिक छोटो छ होइन यो, तर पनि मजाले फलेको हो नि यो त। फलेको छ होइन? भ्यान लायो अन्त, अब त भ्यान लायो अन्त। तपाईँ कहाँ जानुभयो तपाईँ अनि? मोबाइल खोकेर राख्ने रे आमा बुढी गएर राख्ने खोपेर राख्ने यो दाम लग्ने भनेर अरूमा राखेको ल। खोइ तपाईँ खेतालाहरू कता गयो? खेतालाहरू के अनि एक ठाउँ पुगाउन राखेको हुन्छ यो त पुगेन नि होइन, अहिले जाने हो पुगेर जाने। अब एकै ठाउँमा राख्नु ल ल यति होइन
गल्ती त त्यही हो भाइ अब थप्नु त्यही होइन यही माथि खोइ भिडियो हो ओहो साह्रै जरामा नकाट्ने हिँडै जान्छ आउँदैन है काम के काम यो नल काम छैन माथि नल काम पनि छैन है हजुर केलाई घुम्न जानुमा छ क्या यहाँ ढुङ्गा पहिला बाला राख्नु नि त बाजा परेको नि होइन हालै बाला राख्नु कि पहिला त्यसरी फ्याप्छ नखानु हो यसो गरेर हेर्नु है पहिला यसो राख्नु उद्याउने हो ठिकै छ यी त उठाउनु कहाँ गएको उता होइन पानीसँग हो नि त अब देख्छ त होइन भरि त्यो कहाँ त्यो कुना कुना गरेर यहाँ भरि नै साथीहरू ल यसलाई त मुठा पारेर बोकेर लाने होला नि त दाइ मुठा पार्ने होइन मुठा पार्ने हो पार्ने बोकेर लाने परा ल्याउँदै भुटेको थियो यहीँ छ त ऊ कहाँ छ यहीँ छ त पर भोटेले पार्ने हो मुठा नमस्ते धान काट लाया ओद्याउनु हजुर यो ओद्याउनु कुरा ए यो ढुङ्गा यो चाहिँ यहाँ रहेछ अब पक्का गाउँकै रहेछ दाइ त्यहाँ उता गाउँबाट ल्याएको रहेछ ढुङ्गा रहेछ के ढुङ्गा के भयो दाइ भुत्ते भयो भुत्ते भएको यहाँ हाम्रो फुपू घरमा यी यता पछा घर पछाडि है खै पानी त नरहेछ भुत्ते भयो अरे पानी 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 त उता छ ए भतिज उ त्यहाँ मेरो पनि फालिदिनु त उद्याइदिनु पऱ्यो मेरो हो त्यो होते त कता थियो यी पानी ए यहाँ उडेदिनु यहाँ उडेदिनु ल ल दा यो यहाँ नि उद्याउनु त्यो यहाँ नि ओद्याउँछ आरानमा लानुपर्ने हो आरन हो भदी आरनमा अरे उता भदीलाई मजाले उदाउनु है तिनवटा गाडा छ गरा छ ल उद्याउनु गरेर है छिटो आउनु उद्याएर छिटो आउनु मेरो नि उद्याएर ए ल यति छ अझै छ यता है के हो टन दिनभर लाग्ला छ त होइन त भदी अनि कति हलको हो यो कति हलको बारी हो त्यही राख्नु हो त्यही ए सयपत्री फुल नि अझै ढकमक्कै छ है आमा सयपत्री फुल नि ढकमक्कै छ अझै मुठा मुठा बनाएर लाने है कति मजा है यो घरकै पछाडि काठमाडौँमा घरकै पछाडि खेत पानी पनि मूल फुट्नु नि नपर्ने धाराबाट अलिअलि हालिदिएपछि भइहाल्यो धेरै कम छ यता धेरै कम छ होइन महेन्द्र मणि गुरुङ हो अनि अर्को इन्डियाको एक्स सुबेदार एक्स हो यताको गरा नि सकियो त्यो गरा
यसरी लाइनअप गरेको छ। अब यसलाई मुठा पारेर लगेर झारेर सुकाएर केलाएर मिलमा लगेर कुटेर यसलाई चामल निकालेर राइस कुकरमा हालेर त्यहाँबाट प्लेटमा हालेर झ्याप दिएपछि यो धानको ऊ चाहिँ सकियो। यसपालिको धानको चाहिँ सकियो। ऊ माथि फेरि एडमिन ग्रुप यहाँ फेरि अब यहीँ फेरि सुन्तला नि छ हेर्नु त कति 5 थुम्सी हुन्छ क्या सुन्तला नि 5 थुम्सी हुन्छ जस्तो लाग्यो दाइ यो सुन्तला हो पाकेकै होला है ओहो अन्त नि पाके होला क्या दामी भएछ ल ल यस्तो गर्नुपर्छ गाउँमै यसरी खेती लाग्यो भने हुन्छ है गाइजहरू नेपालमै बसेर चल्छ नि साइलो दाइ यही माटो चलाए दिदी ल टेस्ट गर्नु जानु साइलो दाइ हङकङ र मलाई गीत पनि भयो त हो होइन यो त सुन्तला त अति धेरै फलेको होला यो हिसाबले यो बोट अनुसार त हेर्नु त आमा है पहिले छ लटरमै अन्त ल अरे हो ल यसो मेसेजहरू पुर्याइदिनुहोस् है दिदी कता तलतिर यता छ हामी अब बजार भाउभन्दा अलिकता 5% कमिसनमा दिन्छौँ हामी यो चाहिँ लोकल हो है ए आमा ल अनि फ्रेस बोटबाटै टिपेर कोही यो बोटे हान्ने छ भने नि भनिदिनुहोस् बरु हामी किनेरै खाम्ला ल यता हाम्रो छिमेकी दिदी हुनुहुन्छ यहाँ है छिमेकी दाईको गाईको गोठहरू खिचे है दिदी आमा यस्तो विधि रहेछ यी गाई गोठो तपाईँलाई दुध चाहियो भने यहाँ अर्डर गर्न सक्नुहुन्छ फ्रेस दुध यी गाई माली गाई काली गाई खैरी गाई अनि भैँसी पनि रहेछ अझै ल भैँसी पनि छ हाम्रो खड्का दाईको यता भैँसी अनि एउटा त्यहाँ नि रहेछ त दिदी त्यही त होइन ए भैँसीको लाइन चाहिँ यो चाहिँ दुना भैँसी यता चाहिँ आमा सबै दुना है ब्याउने रहेछ है आमा कति राम्रो भएको है कति राम्रो रहेछ ऊ मलाई त हेर हान्न लागेको मलाई त हो स्या गरेर नयाँ देखेर होला नि ल नामहरू के हो नि दिदी नामहरू गरी साध्यै छैन है 1 नम्बर 2 नम्बर हो ए ल यता चाहिँ हजुर हो नि को दुध चाहिँ कति आउँछ ए बिहानमा एक छाकमा 10 माना 10 लिटर साह्रो राम्रो रहेछ ल हेर्नु भैँसी नि कत्रो छ नि हजुर हजुर यो चाहिँ बाछा के अरे होइन यो त गाई होइन र दिदी यो सिँगारो क्या त्यही त उतापट्टि पाहाडहरू रहेछ ल कुकुर पनि रहेछ त्यहाँ म त जाँदिनँ यतातिर लाइनमा फेरि अरू सुत्दै रहेछन् खोइ त खड्का दाइ चाहिँ आउनु भयो ए दुधले पनि गरिसक्नु भयो आमा ल यति धेरै अनि तपाईँ 2 जनाले मात्रै हेर्नुहुन्छ यत्रो बित्तिको
एक काम गर्नु छ है ए गयो कति राम्रो नि त सबै ज्ञानी ज्ञानी जस्तो छ हेर्नु त हो नि हेर्नु न लक्ष्मी हो नि त लक्ष्मी होइन ज्ञानी हरामी हुन्छ है यो फलको नाम चाहिँ के रहेछ यहाँ छ एकदम राम्रो पनि छ हेर्दा नि तर नाम नचिनेर ऊ नचिनेर अहिलेसम्म कसैले खाएकै छैन चिन्नेहरूले चाहिँ भन्नुहोस् है पात चाहिँ यस्तै छ यी अनि फल चाहिँ यस्तो छ हेर्नु त लटरमै फलेको छ अनि नाम के हो दाइ खान मिल्छ कि मिल्दैन त्यही त हेर्नु न नचिनेर खाँदै खाँदैन कति राम्रो पाकेछ फेरि हेर्नु त क्या मजाले फलेको फेरि ए तपाईँलाई पनि थाहा छैन है यो चाहिँ अब सेकेन्ड ग्रुप म आफ्टरनुन ग्रुप यो नुन ग्रुप है एउटाले चाहिँ अब धान काट्ने नुन आफ्टरनुन यहाँ चाहिँ छ मेरो कान्छा भान्जा है कान्छा भान्जा यी धान काट्ने अनि हाम्रो कान्छी भान्जी बुहारी छोरी रितु छोरी यहाँ चाहिँ बहिनी कान्छी यहाँ सीमा भदैनी ल के को एक्लै त्यो त के अचम्म हो यो अनि के त्यहाँ खास बाटो बनाएको होला नि भान्जाले त बिचरा ए छैन अडियन्स वाचिङ फ्रम बाल्कनी यो चाहिँ मर्निङ ग्रुपले काटेको यो चाहिँ आफ्टरनुन ग्रुप जरामा होइन त्यसले कति माथि काटेको आमा के हो त्यो भएन है फुपू त्यो त धेरै माथि माटो आउँछ भनेर होइन हो नि यहाँ कान्छी काम छैन कि मान्छे अग्लो भएर त्यो नभेट है तपाईँ ल भरे जान्छ कोसेली दिन्छु भनेर कति रमाइलो देखे हौ हो र किन मुसाला हाल्नु नि हिरोइनलाई क्यामेरा सीमा पुङ्गली लागिसक्यो त के पुङ्गली लागिसक्यो कालो भइसक्यो यहाँनिर ल गर्नु त काट्नु त दलालाई पनि धान पनि पुग्दैन क्या किन लाएर सुरु गर्ने बित्तिकै नाच्ने ओइ नाच्दै हेर्नु न नाच्दै त्यहाँ माथि बस्छ धान घाटी बस्छ त कागो को कागो मात्रै आइपुग्यो हेर्नु बोकेर ऋतु बोकेर हेर्नु यो खेताला
भनिदिने नि आइडिया हो अहिले भइहाल्छ भत्किया पुलको भत्किया पुलको हो यो ए भारे त सुकिया रहेछ यो फले पाकेकै पाकेकै मैले नि बनाउँछु आफै सब भ्लगर पार्टी हो अब कोदाले ल्याउनु खन्न लाउनु भएको खन्न त खन्थ्यो अरे आधा आधी पुग्यो है ओहो यो टोललाई ल्याउनु पर्ने रहेछ नि त बिहान त बिहान ल्याए भए त होइन अलिक ढिलो ढिलो स्टार्ट गर्नुपर्ने रहेछ क्या ढिलो ढिलो स्टार्ट गर्नुपर्ने रमाइलो हुन्थ्यो नि कति गुल्ने होइन नानी मिठो अघि नै खाइसक्यो हामी त ना यहाँ फेरि सुन्तला नि आयो फ्रेस सुन्तला ओहो ये अर्ग्यानिक घरकै घरै आफ्नै खुदै आफ्नै करेसाबारीमा फलेको होइन र सुबेदार साहबको यो के हो यिनीहरू फुलकुमारीहरू हो यो फुलकुमारी भाइ साइला बाबुको फेरि के अरे के कुमारी फुलकुमार खै खै ल ल के काट्यो त्यस्तो लाग्ने खा त हो कस्तो लाग्ने बोल्नु भयो कसरी काट्ने के हेलो उसलाई यार भदैनीलाई यार भदैनी मेरो मेरो हुन्छ नि खोइ त बिहान त क्यामेरा त्यही हो पोज मेरो पोज अनि त्यसरी खिच्ने भन्छ अनि यसरी है काट्नुपर्ने ऊ घरात घरात कराउँदै हुनुपर्ने क्या अझै बेलायतदेखि युकेदेखि धान काट्न आएको दिनको कति छ खोइ प्लेन भाडा आउँछ कि ला चुड्यो नि होइन यसले हुन्छ ऊ दे त कान्छा मामालाई दे त भयो ल्याउनु पर्ने बिहानको ल ठिक छ हुँदैन कम खिचिहाल्यो नि त अन गरेर बिहान गर्नु भएन बा के भन्छ के भन्नु खोइ नानीतिर पछौडा ऊ त ऊ पछौडा न हजुर ए यो पुरानो ल्याउनु भएको थियो धान काटे हो घाम लागेको यो पुरानो ल्याउनु भएको छ क्या यसको नि ब्लग छ छ सुन्तला नि खानु भान्जी मामाको बारे ओ सही भर्खरै मान्छे धेरै हो मामाले पुरो कडा बान्नु भएको छ हजुर 7 जना त छ बिर्सिनु भएन रहेछ मामाले के हो नि यहाँ अहिले झार्दाखेरि फेरि सबै खुस्के लाग्छ भयो ओके मिलाउनु पर्यो अब खाजा बनाउने मान्छेहरू खाली भने खोइ सेल यता हेरेर बस्दै छ सेल पोल्ने मान्छे भाग्यो आउटै भयो अरे आउटै भयो त आउँदैछ अरे आउट भयो अरे आउट भयो अरे एटलिस्ट के अरे ब्रोइलरको खाएर होइन चिकन है विथ के भन्छ त्यो उसको चिउरा सुप सुप ब्रोइलर ए ब्रोइलरको होइन चिउरा ल हजुर हुन्छ हुन्छ
आमामामा के हो यो धान हो कि मकै हो थम्बनेल नै हुन्छ भिडियो नि छ नि त अहिले खिच्छु आमामामा हेर हेर फुलबायाको बिग्रियो स्टाइल नि पार्नु पर्यो नि तल धनी कहाँ गयो हरायो भयो आयो गाइस के भइरह आमामामा यस्तो राम्रो धान अबे ल ल ल ल अहिलेको आजको लागि चाहिँ धान काट्ने कार्यक्रम चाहिँ सकियो होइन ए धेरै भयो नि त अब यसलाई फेरि सुकाउनु पर्यो सुकाउने ठाउँमा हुनु पर्यो अनि राख्ने कुरो हुनुभयो अब चाहिँ यसलाई चाहिँ मुठा पार्ने यसरी मुठा पारेर झार्नको लागि तयारी यसरी यसरी पुरा पहिला गाउँको याद आएन दाइ याद आयो नि गाउँको याद चाहिँ खुङ्खार आयो त्यो परालले बान्नु पर्यो होइन त्यसलाई घर बनाउनु लाग्यो पो रहेछ ए परालले मुठा पार्नु पर्यो परालले बान्न लाग्यो अलि साह्रै गतिलो देखिन्न त मुठा त मुठा खोइ त्यस्तै छ है साह्रो गतिलो देखिन अलिकति चाट्ट बनाउनु पर्यो अलि ओ भतिले खातिर भतियो नि त ओ भतिले आमामामा चट्टै बनाए है हो नि टक्क गरेर झारलाई नि अलिकता ज्यालाई नि कम्ती नै दिनुपर्छ क्या हो यो राम्रो नगर्नेलाई त मुठा नबानेको मुठा नबान्ने भतिले राम्रो बनाएको हो नि भति छैन त भति छैन ल यो ठुलो मुठा अलि झार्न गाह्रो हुन्छ त्यस कारणले अलिक सानो सानो च्याट्ट बनाउने हो गाईजरो है आफ्नै जग्गामा यसरी रोप्यो भने हुन्छ सबै राम्रो खान पाइन्छ अर्ग्यानिक गाईजरो है यो भयो मुठा तयार अब यतापट्टिको फेरि अब यसलाई बनाउँछु फेरि मुठा है तर मुठाले यता ए भतिजले नि मुठा बनाउँदै भतिजलाई नि पसाल्नु पऱ्यो नि क्यामेरामा होइन त ल नि त यो यता पऱ्यो लमजुङ स्टाइल यता पऱ्यो फेरि गोर्खे स्टाइल गर्दाखेरि लमजुङे गोर्खे अनि लमजुङे गर्दाखेरि त अर्को स्टेप अर्को यस्तो मुठा बनिसक्यो अब धान झार्न लाने अब चाहिँ बोकेर लाने होइन दाइ यस्तो फलेको छ मुठा बनायो यसरी मुठा बनाएको छ यसरी अब यसरी मुठा बनाएको छ ल हेर्नुहोस् मुठा बनाउने तरिका सब मुठा भयो रेडी भयो अब यहाँबाट मिल्छ यहाँबाट यहाँ थुपार्ने किनभने यहाँ वाल छ नि त सिडी छैन त्यही भएर यहाँबाट चाहिँ बोकेर उता झार्ने ठाउँमा लाने ल जानुहोस् तपाईँ खोइ त जोइन्ट कता गयो आइपुग्यो भतिज कहाँ गयो कता लयो धेरै कता लयो तपाईँ होइन टोइलेट जानुभयो कि टोइलेट गयो तल देख्यो राखिन्छ ल यसरी बोकेर जानु ल थोथर लानु दाइ थोथर लानु दाइ खै यता फर्किनु त कस्तो देख्दो रहेछ दामी देखेछ त हो मान्छे त सधैँ टोपी लगाएको है हामी यो लाँदैछ हामी भतिज घमरतोकको ल अब धान ओहो यहाँ त धान झरेछ हजुर ठिक छ बाई बाई उब्रो हुँदैछ दाइ बाजा झार्न लागेको छ हुँदैछ हुँदैछ के हो यो ढिलो भयो त
ल गाईजी यसरी बोक्नुपर्छ है यसरी ल के गर्ने यसै गरेर ल लास्ट क्याप है आजको लागि लास्ट क्याप औ गाह्रो छ नि गाह्रो खाना गाह्रो छ के गर्ने यस्तै गाह्रो छ ढाँडै भाँचे जस्तो छ गाह्रो छ गाह्रो गरी खानु गाह्रो छ त्यति सजिलो कहाँ हुनु होइन भतिज ल झारे ठाउँमा आइपुगेछ ल गाह्रो छ ल ल दामी के हिँड्यो झारेन ल आमामा ल कति 20 मुरी त हुन्छ कि होइन भति 20 त होला जस्तो छ गाउँघरमा ल यस्तो छ ल भति कस्तो लागिरहेछ धान है ल भाइले काइला भाइले युकेबाट आएर ल झार्दैछ धान यस्तो मौका कहाँ पाउँछ कति मुरी हुन्छ हो कति मुरी हुन्छ यसो अहिलेको अड्कल गर्दाखेरि हैन साह्रै नि यसरी भदै एकदम पहिला यसरी अनुमान गर्दा त हुन्छ जस्तो छ 20 मुरी त होला जस्तो छ रेडी छ है के भयो यो त लुक्के पो त हेर्नु त भदै अझै नाप हुँदैछ नि होइन एक मुरी त पिन्न दिइसक्यो एक मुरी त कुट्न लग्यो पिनेर ल्याउँछ अब अरू बाँकी छ दिदीले केलाउँदैछ ए सयपत्री पुल पनि छ अझै तपाईँहरूको खलगारा यही हो पहिले खलगारा दिदिएर बनाउँथे काठमाडौँको खलगारा यही हो यही हो कसले लिप्ने है त्यो सिस्टम हरायो अलि माथिलाई देखाइदियो नि यता आयो दाइ यता सबै यता आयो त यति भएछ अब सुकाएर राखेछ पिसा नफेर त ए त बदमास आइज हेर यति भएछु पथ है तल मलाई बेर्यो नि त यो चाहिँ अब फाइनल स्टेज भन्दा नि फाइनल त होइन होइन अझै छ फाइनलको लागि यो अझै बुढो भुसहरू उडाउने हो अरू फेरि केलाउनु पर्यो नि होइन के भन्छ रे भतिज यसलाई चाहिँ बत्ताउने भन्छ होइन अझै नाङ्लोले स्वाट घुमाएर फाल्नु पर्ने त सुक्या छैन दाइ चिसै छ कि यो चाहिँ गाउँघरको अर्ग्यानिक तरिका होइन त भति अर्ग्यानिक तरिका हो नि यो ल होइन त भुस फाल्ने अर्ग्यानिक तरिका ल होइन
पाथी भयो भतिज त्यहाँ 5 पाथी चाहिँ गयो 5 भइसक्यो हजुर धेरै पो जाने रहेछ त त्यो ठुलोमा अनि यो ठुलोमा त 5 होइन धेरै जाने रहेछ नि त 6 जाने रहेछ है 5 यो त्यो 5 भयो 5 पाथी 5 भयो ट्याक्कै ए 5 को रहेछ अलिअलि चुरी गऱ्यो भने 5 जाने रहेछ ल त जही यसमा 5 पाथी भयो 5 पाथी भयो हाम्रो पुरी खेतको धान अब त्यसलाई खन्याउनु पर्यो त्यसलाई एक्सप्लेन ल है यो नापेको यहाँ गाईजहरू अगाडिको नि हो दाइ यो अगाडिको नि हो घर अगाडिको नि हो यो अगाडिको अनि पारीको त्यो अनि यताको अब यताको काट्यो होइन यता ल है अब नाप्छ पहिलाको त्यसमै अब नहाल्ने यसैमा हाल्ने है पहिला गाउँमा हजुर काठको पाउँथ्यो है पाथी यहाँ त तामाको पो रहेछ ल अब यहाँ ज्वाइँले बनाएको सर भएर दिदीले बनाएको है ल सर भएर ल यस्तो तामाको भयो गाउँघरमा यसरी नापिन्छ भन्नु जानु त ए सास फेर्नुहुन्न अरे नि त होइन त्यसैले भन्नु यार सास हुन्न है यो रासवटा स्वाट्ट काट्ने फेरि है म पाथीमा कति माना अरे पाथीमा भतिज 8 माना 8 मानाको एक पाथी है 20 पाथीको एक मोरी ल हाम्रो यो साङ्ला भटिया पुल आनन्द टोल साङ्ला त होइन आनन्द टोल भटिया पुल तारकेश्वरीको हाम्रो यो अर्ग्यानिक खेती चामल चामल होइन धान हो यता यो धान है गाईहरू चामल चाहिँ होइन यो यसलाई कुटेपछि चामल पछि खानुहुन्छ यस्तो आनन्द आउँछ आफ्नै आफू लागेको खेती हो भोलि यसलाई मिलमा कुटेर ल्याएर मैले भाइलाई नि पठाउँछु युगेतिर नि चाखिरोस् होइन भने ल 5 पाथीको डालो हो यो 5 पाथीको डालो ठिक छ अब यहाँ भरिन्छ 5 5 10 भयो 10 भयो यो 10 बनाउनु सजिलो यो 10 पाथी 10 हो अब है गाईजहरू बनाउनु पर्छ यहाँ हामीले हाँसी गाड्थ्यो गाड्नुपर्ने अहिले हाँसी गाडी अलिक गल्ती गरेछ हो नि त है हाँसी गाड्नुपर्ने हो नि कतातिर फर्काएर खरानीको घेरो लाउने हो नि है अनि यसलाई चाहिँ बस्न दिनुपर्ने हाम्रो भतिज हो घमर चोक लमजुङ जिल्ला पर्छ यो धानलाई कुटेर लिएर चानी मिलमा लगेर चामल बनाएर ल्याएर यहाँ भतिजले चाहिँ नापेर हाल्दैछ त्यो चाहिँ के भन्छ अरे भतिजीलाई हो त्यसलाई चाहिँ के भन्छ अरे सानोलाई कुरुवा अथवा माना होइन माना भने अनि तलको चाहिँ पाथी कति कुरुवा जान्छ यसमा 8 कुरुवा 8 कुरुवा होइन 8 कुरुवाको चाहिँ पाथी एक पाथी भन्छ है त्यसलाई यो हाम्रो पुरानो गाउँघरको ऊ छैन त पुरानो व्यवहारिक व्यवहार पुरानो के अरे नापो गाउँघरको अहिले त सबै बजारै गर्छ है किलोमा भर्छ ल अन्त यो चाहिँ पुरानो नाप हो ल त नि है आमा कति मजा हो 8 भयो नि त ल अलि त्यो झुसीवाला रहेछ नि त टक्क झुसी गरेपछि एक पाथी भयो अब यो अब के अरे यो चाहिँ अब पाथी भयो
अनि यो कतिवटा यसको चाहिँ एक मुरी रे फेरि यसको 20ले चाहिँ मुरी 20 पाथीको चाहिँ मुरी होइन 20वटा हुनु पर्यो यस्तो यस्तो 20 त्यो भयो नि एक मुरी भयो ओहो ल धन्यवाद तपाईँको जानकारीको लागि है म त अलि बिर्सिसकेछ हजुर हजुर ल धन्यवाद